सके कति करोडको लिनु 2 करोड 2 करोड 2 करोड काठमाडौँको कपनमा कफनमा घर किन्नुभयो किनिसके सुन्तला बेचेर हजुर यसैको आमदामबाट ढुङ्गाको बगैँचा बगैँचा हो ढुङ्गामाथि सुन्तलाहरू फलेको कारणले गर्दा यसलाई सुन्तलाको बगैँचा अथवा ढुङ्गे बगैँचा ढुङ्गे बगैँचा भनेर नामाकरण विशेष व्यक्तिहरूले नामाकरण गरिदिए हजुर र यो तपाईँले विक्रमसम्म 2071 सालमा किन्नुभएको जग्गा हो र यो ठाउँमा सुन्तला फल्ला भनेर कसैले पनि कल्पना गरेकै थिएनन् घाँसको लागि लियो भनेर भनेको थियो छिमेकी गाउँलेले कोदालो केही जोत्नु त उहाँहरूले एकपछि जोत्याएको यहाँ हलै गाडिँदैन ढुङ्गा छ खन्नु कोदालोले पनि गाडिँदैन यहाँ त हामीले खालि मल्चिङ यो मल पनि पुर्ने ठाउँ छैन यहाँ त टोटली यो फलफुल खेती नगर्ने त कोही पनि छैन एउटा धेरै र थोरै आफ्नो क्षेत्रफल अनुसार जग्गा अनुसार माछ कुबिन्डेका सबैले खेती गरे सबैले छेउकुना खरपाखा जङ्गल आफ्नो एरिया जति जम्मै सुन्तौला जुनारले